आज मङ्सिर 3 गते म चाहिँ गोर्खाबाट काठमाडौँतर्फ जाँदैछु किनकि आज खास मेरो झापाको ट्रिप थियो। तर 12 घन्टा लाग्छ भनेपछि म काठमाडौँबाट चाहिँ फ्लाइटमा जाने कुरा भयो। कति जाम थियो हो, तर पनि पठाएको राइडर चाहिँ कडा रहेछ। त्यति मजाले लग्यो कि, तर रिक्स पनि थियो होइन। मलाई टाइममा पुग्नु पनि थियो, उसले मलाई मजाले पुऱ्याइदियो। आधी घन्टामा बस पार्कदेखि एयरपोर्ट। अनि मेरो साथीहरू पनि भेटाएँ। अनि फेरि डिले भयो, 1.5 घन्टा कुर्नु पऱ्यो। 1.5 घन्टा कुरेर हाम्रो बल्ल बल्ल पालो आयो। अनि गयौँ, बोर्डिङ भयो हाम्रो। त्यसपछि यति इयरबाट चाहिँ भद्रपुरसम्मको चाहिँ थियो, 45 मिनट्स रहेछ यहाँदेखि भद्रपुरसम्म चाहिँ प्लेनमा। त्यहाँबाट टेक अफ भयो। त्यसपछि यो काठमाडौँ सहर हेर्दा लाग्छ रहर हो होइन। अनि बादल माथि 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 उडिरहेको थियो। यो चाहिँ मेरो सेकेन्ड टाइम थियो क्या फ्लाइटमा। अनि त्यसपछि ल्यान्डेड भयो हाम्रो भद्रपुर झापा। त्यसपछि त्यहाँबाट पनि हामी जानुपर्ने थियो दमक। अलमोस्ट 2 आवर्स थियो हाम्रो यो ट्याक्सी बुक गरेको थियो एउटा क्याब। अनि त्यसमा गयौँ। अनि जाँदाखेरि त भोक लागेको थियो। हामी त्यो चाहिँ एयरपोर्ट छेउमै मोमो खाएर हामी ट्याक्सीमा गयौँ। अनि जाँदा जाँदा त घाम लागेको थियो। तर जाँदा घाम पनि डुबिसक्यो बिकज हामी हिँड्दै घन्टा भइसकेको थियो नि त। अनि 2 घन्टा लाग्दो रहेछ। त्यसपछि हामी रेस्ट पनि गऱ्यौँ। मलाई निन्द्रा पनि लागिरहेको थियो, तर म भिडियो पनि खिचिरहेको थिएँ, राम्रोसँग सुत्न सकिरहेको थिएन। फाइनली चाहिँ हामी होटलमा आयौँ। हाम्रो दमकको 3 इन होटल रेस्टुरेन्ट र बार पनि रहेछ। त्यसपछि हाम्रो एन्ट्री भयो होटलमा। सबै लगेजहरू ब्यागहरू लिएर सिधै हामी भित्र गयौँ। त्यसपछि लिफ्टबाट हाम्रो 4th फ्लोरमा थियो। यो चाहिँ भोलिपल्टको। त्यसपछि रेडी भएर बिहान हामी फेरि गयौँ। हामीहरूको बिहान ब्रेकफास्ट गऱ्यौँ। ब्रेकफास्ट गरेर फेरि हाम्रो ट्रेनिङ थियो, भिजन कास्टिङ थियो। फर्स्ट डेमा चाहिँ हाम्रो भिजन कास्टिङ थियो। त्यही भएर त्यो होटलको ओनरले चाहिँ उहाँको गाडीमा लगिदिनु भयो। यो चाहिँ हाम्रो चर्च थियो भाङबारी दमक सक्यो। त्यसपछि हामी अराउन्ड 3 बजीतिर फर्क्यौँ। 3 बजी फर्केर फेरि रुममा गएर रेडी भएर हामी खाजा खान गयौँ। त्यसपछि बेलुका घर आएर रुममा आएर फेरि हाम्रो काम सुरु भयो। हाम्रो चाहिँ सन्डे स्कुल पढाउने बुकहरू छ, करिकुलमहरू। त्यसमा चाहिँ हामीले स्टिकरहरू पेस्ट गर्दै थियौँ, गफ गर्दै चिटचाट गर्दै। उहाँ चाहिँ मेरो रुममेट अनि प्लस मेरो काम गर्ने साथी, पार्टनर भनौँ न। त्यसपछि बेलुका अलिअलि यसो नकल चक्कर पारियो। त्यसपछि भोलिपल्ट बिहान फेरि यो चाहिँ तेस्रो दिन भनौँ न, ट्रेनिङको चाहिँ सेकेन्ड डे। यो चाहिँ हाम्रो भेडु थियो। रेडी भएर ब्रेकफास्ट खाएर गयौँ। अनि हाम्रो ट्रेनिङ सेसन सुरु भयो। हाम्रो 3 बजीसम्म भएको थियो आज। तर किताबहरू सबै बेच्दा दिँदा यताउति गर्दा खानाहरू खाँदा 4 बजेको थियो। अनि 34 जना चाहिँ आउनुभएको थियो सन्डे स्कुल टिचर्सहरू। यो चाहिँ एउटा एक्टिभिटी थियो। यो चाहिँ एकजनाले बलुन चाहिँ बचायो, कति कन्ट्रोल गर्न सक्नुहुन्छ भनेर चाहिँ एउटा स्याम्पल थियो। त्यसपछि हाम्रो पास्टर अङ्कलले चाहिँ हामीलाई भाङबारी हुँदै त्यसपछि कुन के टाँगा हो तर दमक 3 नम्बर वडा पर्दो रहेछ। यता चाहिँ भुटानिज रेफ्युजीहरू हुनुहुँदो रहेछ। त्यतातिर चाहिँ घुम्न लान्छु भन्नुभयो। यो पास्टर अङ्कलको आफ्नै गाडी रहेछ कि टुकटुक। अनि तराईको चाहिँ इस्टर्न पार्टको चाहिँ एउटा राम्रो पोइन्ट भनेको सनसेट पनि मजाले देखिँदो रहेछ है। अब हाम्रो पाहाडतिर पश्चिमतिर चाहिँ हिमाल पाहाडले छेकिहाल्छ। अहिले चाहिँ जाडो महिनामा 5 बजे गइहाल्छ, 5 बजे नै 4 बजे नै जान्छौँ। यति बेला त हाम्रो 5 बजे थियो, तर घाम देखा परिरहेको थियो। अनि सनसेट कति राम्रो लागेको। म चाहिँ टुकटुकको अगाडि बसेको थिएँ, मेरो साथीहरू पछाडि हुनुहुन्थ्यो। अनि खास सनसेट खिचेको थिएँ मैले भिउजहरू। अनि सबै यो एरिया चाहिँ
बुटनिजहरू बस्नु हुँदो रहेछ होइन। पहिला चाहिँ धेरैजना हुनुहुँदो रहेछ, अहिले चाहिँ यस्तै 9-10 हजार हुनुहुन्छ अरे। अनि उहाँले यहाँ क्याम्प गर्नु हुँदो रहेछ। अनि उहाँले यहीँ बस्ने, यहीँ खाने, यहीँ बिजनेस गर्ने, कामहरू पनि यतै गर्ने होइन। ठुलो रहेछ। अनि अचम्म लागेको चाहिँ यहाँ सुँगुरहरू हेर्नु एकदम फेमस। अनि सुँगुर मासुहरू पनि पाउने। यसरी खुल्ला छोडिदिने कि कुखुरा छोडे जस्तो है, चराएको के चराउनु दिए कि चढ्न दिएको हो। अनि सुँगुरको बच्चाहरू पनि पुरा दुध खाइरहन्, चरिरहन्। खुला जङ्गल छ। राति राति चाहिँ हात्ती पनि आउँछ अरे यहाँ, सुनेको मैले। त्यसपछि हामी यता हुँदै पास्टर अङ्कलको चर्चतिर गयौँ। एउटा बच्चा छोडेको रहेछ, भाग्दैछ। बस्तीहरू चाहिँ यसरी सबै राखेको छ नि होइन, त्यो बोतलहरू। त्यो चाहिँ हात्ती नआओस् भनेर बोतल देखेपछि हात्ती भाग्छ अरे राति। अनि यो ब्लक चाहिँ यो ब्लकको नामै ब्लक अरे के, ब्लक इट अरे होइन, ए लक ब्लक। अनि यस्तो चाहिँ अझ स्ट्रङ बनाउँदो रहेछ घर बनाउनु बेलामा। नयाँ रहेछ हौ, यताको झापाकै प्रडक्ट रहेछ। मैले फर्स्ट टाइम देखेको। एउटा ब्लक नै 7 केजीको हुँदो रहेछ। अनि पर पिस 42 रुपिस, 42 रुपियाँ लिन्छ अरे नेपालीको। अनि हामीले बोक्नु ट्राई गरेको, घरको हुँदो रहेछ। अनि त्यसै यताबाट चाहिँ इलाम जाने बाटो रहेछ, छुट्टिने। अनि यो म भयो, मेरो खुट्टा, मेरो ब्याग, अनि यो रोड, खेत। घाम अलमोस्ट डुबिसकेको थियो लगभग। त्यसपछि अब हामी लाग्यो खाना खाने तर्फतिर। फेरि बाटोमा ट्रकले बाटो छेक्यो, रोक्यो एकछिन। अनि यता आकाश घाम डुबेको बेलामा त्यो राम्रो देखिरहेको थियो। त्यसपछि हामी ब्याक टु होटल। तर यो अर्कै एमएकेमिक होटलमा खाना खान आयौँ हामी। त्यसपछि हाम्रो लागि इन्भिटेसन थियो, खाना खाना गयौँ। अनि साथीले चाहिँ मलाई भिडियो खिचिराख्नु भएको रहेछ। हाम्रो खाना आयो। त्यसपछि हामीले पोर्क थाली मगायौँ, सबैजनाले पोर्क थाली खायौँ। त्यसपछि हामी रुमतर्फ लाग्यौँ। रुममा आउँदा 7:30 भइसकेको थियो। तर आएर बेडमा जाँदा मिटिङ गर्दा 9 बज्यो। थ्याङ्क यू।